हामीहरू फेरि एउटा भिडियो लिएर आयौँ भ्लग बनाएर ओइ बोल न यसलाई आज म डोर्स खेल्न सिकाउँछु तर मेरो फोनमा यसलाई दिन्छु अनि म त यसलाई भन्छु कसरी खेल्ने हो पहिला हामीहरू 1 प्लेयर खेल्ने त्यसपछि एउटा स्क्वाडसँग खेल्ने पहिला म डोर्स सर्च गरिहाल्छु म प्रो छु तर डोर्समा गाइस म फर्स्ट टाइम खेलेको डोर्स पहिला खेलेको सानो हुँदा मैले सबै बिर्सेँ म प्रो छु यो डोर्समा यसले सिकाउँछु आज तर गाइस सबैले एउटा फन पार्ट भनौँ डोर्सको ओके द माइन्डसँग मन पर्दैन द होटलसँग मन पर्छ फर्स्टमा म यसलाई देखाउँछु कसरी खेल्ने म फर्स्टमा म तिमीलाई देखाउँछु कि कसरी खेल्ने हो यहाँ एलिभेटरमा जाउँ म 4जनासँग जाने एलिभेटरमा एक्लै खेल्ने म त त्यो पर्छ अब हामीहरू जाँदैछौँ फर्स्टमा अविशालले देखाउँछु फर्स्टमा के गर्ने किनभने तिमीहरू डोर्समा जति बेला खेल्छौँ कहिले ननला टिममेट भेटिन्छ ननला त्यसपछि ओके लोडिङ म हिन्दीमा गफ गर्छु किनकि कन्टेन्ट त त्यसमै भनिन्छ गाइस कैसे हो यसलाई पहिला हिन्दी नै आउँदैन थियो क्या आज गीत बस्न थाल्यो खतरावाला पाइँदैन हो यो किनकि इजी हुन्छ होटल के खाने ओइ मलाई पिज्जा अर्डर गरे मलाई बुझ्यो अर्को हामीहरू आज रुम यहाँ चाबी छ यहाँबाट चाबी किचनको चाबी हो खानको लागि यो डोरको चाबी हो डोरको किचन कति दामी लाग्छ यहाँ के त थियो हामीहरू किचन जाँदैछौँ गाइस लाइट सफ्ट भयो नि गाइस सम्झिनु भगवान् खाली रहेछ खाली डोर 3 तिर त्यो हँसो होटल के हो ब्रो कस्तो त्यसले डराउनु ब्रो अहिले सिटीमा र न सिटी कता त्यो म बिर्सेँ एउटा कुरा बिर्सेँ म एउटा कुरा बिर्सेँ क्या गाइस मैले किन भन्दै थिएँ नि यहाँ जाउँ भनेर मैले पहिला खेलेको सरी किन हुनु मलाई छिट्टै केही खानुपर्छ यार अहिले त नुडा पनि आउन सक्छ खै त अब आँखाबाट लेभल कति राख्छ ओके सबै आउँदैन यता कहीँ के गर्नुपर्छ यतै हेर के भयो घुमेर जानुपर्छ होला हौ ए अकिँदैन जम्प गर्न सक्दैन के भयो टाइमिङ यार कस्तो राम्रो टाइमिङ ओधाएर ओरे भएको छ त्यसले हामीले देखाउने नि सिधा टपाइदिन्छ हामीलाई त्यो आँखावाला हो त्यो आँखावाला होइन त्यो खतरनाकवाला त्यो ब्लाइन्डवाला होइन त्यो कस्तो खतरनाक हुन्छ कि टाउको मात्र भएको त्यो हुन्छ नि एउटा खाइदिन्छ नि तिमीलाई
म केही लिनै सकेको छैन यार गाइस मलाई भोक लागिरहेको छ अब यसले अँध्यारो गरेको कि एक बनाएर आवाज आयो भने एउटा मान्छे आएको हुन्छ किन फेरि पछाडि बस्छ त्यसले गर्दै त्यसको आँखामा हिँड्नुपर्छ कि अनि मार्नुपर्छ है त्यसले फेरि हामीले गरेर खाइदिनु यति नै ड्यामेज दिन्छ कस्तो गरेन टच टायर प्रिन्स खतरनाक खेल्दो रहेछ उता यो कुन पोट यसरी जाने होइन त्यो दुईटा डोर छ यस्तै डराउनको लागि आवाज हो म डोर 20 म स्टार्टिङमा थोरै नुब जस्तो खेलेँ कि तिम्रो लागि नुबडाहरू यसरी नै खेल्छ नि स्टार्टिङमा अहिले प्रो जस्तो खेलिदिएको गाइस 90 त्यो आँखाबाट कति आउँछ तब जति बेला आउन सक्छ जति बेला खादमा जान पाउँछौ सुत्न त पाउँदैन खादमा जाउँछ एकचोटि सुत्न पाइँदैन अनि के गर्नु त खादमा यता मुनि लुक्न मात्र पाइन्छ यहाँ क्लिक गर्ने बित्तिकै भित्र जान्छ त्यो सेल्फभित्र मुनि जान्छ मान्छे यसो यहाँ क्लिक गर त यता पछाडि छ नि सास घुटेर पनि हामीहरू मर्छौँ क्या केही छैन लाइट गयो भने मात्रै चौधेर भएर आउँदो रहेछ तँ आयो भने नि आफै लाइट जान्छ एउटा कुकी हुन्छ कि तँ खायो भने नि त्यसलाई चाहिँ हामीले हानिदिउँ भने त्यसको ड्यामेज लाग्छ त्यो पनि ड्यामेजहरू के हुन्छ कि बिर्सेँ रुम कतिमा भेटिन्छ त्यो म त बस पहिलामा नुडा हुँदाखेरि यति डराउँथेँ ग्रान्ड खेल्नु है ग्रान्ड जस्तो डर लाग्थ्यो म त रियल लाइफमा चाहिँ म खतरनाक खेल्छु लास्ट रुममा छ होला कुन रुमको त दुईटा रुम अझै 4टा रुम छ कोइन्स कलेक्ट गर्नु के हुन्छ कोइन्सलाई हामीहरू के गर्न सक्छौँ कि यो मात्रै बुढाएछ एउटै ठाउँ बस्यो भने के हुन्छ एउटै ठाउँ बस्यो भने एफकेमा चाहिँ के हुन्छ मलाई के थाहा म कहिले यस्तो गएकै छैन म त आफ्नो गेम मात्रै इन्जोय हान्छु केटाहरू रुम 20 को लाइट्स अँध्यारो हुने सबै लाइट अफ हुने त्यो देखिन बन्द हुने
मलाई भनेको यसले अँध्यारो गरेर लाग्छ आवाज आउँदै लुक्दिनँ क्या यसले कस्तो दिन्छ तर म पनि कच्चा खेला यो कति रुम होला त्यो हाम्रो मसिन गएँ What is the 22? You die how much day per day? के हेर्नुपर्छ न उयो त आउनुभन्दा अगाडि के नम्बर हेरिहाल्नुपर्छ गाइस अब अभिशान्तको अभिशान्त के रुममा कतिमा मरेको थियो 11 मा मऱ्यो कि त्यो रसले गर्दा म सोलो प्लेयर हो कि उसलाई अरूहरूसँग खेलाएर नखोजेको कि तर उसले गर्दा म छच्छु म त बाहिरै बाहिर छ तिमी अनि कसरी लोड हुँदैछ गाइस अर्को भिडियोमा म राइभल्स खेल्दैछु म झापा जाने सोच्दैछु त्यो त म आफ्नो नयाँ अकाउन्ट बनाउँछु त्यसको नाम म रिभ्यू हाल्छु जति बेला म इन्डियामा हुन्छु म जति बेला हुन्छु नि त्यति बेला म रिभ्यू हाल्छु कि म त किन अझै खाइदिएन मान्छे त्यहाँ झन् हार्ड हुन्छ यो त हुँदा थोरै इजी हुन्छ क्या मलाई होटेलको सबै लोकेसन थाहा छ नि त त्यसले गर्दा मलाई म्याप किन चेन्ज भयो म त डराएँ नि बस यति बेला आउँदैन 10 पुगेपछि मात्र आउँछ रस त्यति बेला आउँछ है म रस आउँदाखेरि लाइट सबै अफ हुन्छ बुझ्यो लाइट अफ हुन्छ नि डार्क हुन्छ नि त्यति बेला 7 8 त्यो कति छ 9 10 रस आउनु पर्छ कति हो 30 तेरो ढोका खोला 30 के रस अन्य गोबर आउँछ यहाँ कति पुगेको थियो 354 फर्स्ट टुरमै 20 को किनेको थियो यसको म्याक्स कति हुन्छ यसको म्याक्स कति हुन्छ मलाई थाहा छैन कि
तर 150 पुगेको छुइनँ म, पुगेको छु 50सम्म मेरो हाइएस्ट भयो त्यतिचोटि। 50मा एउटा आउँछ कि तँदेखि बाँचेर कस्तो स्लाइड हाल्दै जानु, भाग्दै आउनुपर्छ। त्यो यस्तो खतरनाक। त्यो आँखावाला होइन त, कस्तो एउटा साउन्ड सुन्ने मात्र हुन्छ कि। ए त्यो थाहा छ त्यो थाहा छ। मैले त्यो जमिनबाट निक्लिन्छ एउटा, त्यो तिम्रो फलोवर छ है तिमीले सुन्न सक्छ त्यसले तँले कुद्नुपर्छ। त्यो एउटा पार्कोर आउँछ तिम्रो लागि, सरप्राइज पार्कोर। 21 होइन अहिले? होइन हाम्रो होला 21 को चाबी यो त धेरै चाबी किन छ यार? त्यो खाली ढोका भएको मेरो मैले एउटा ड्यामेज भएको छ म छोडिस यार। म खालि त्यहाँ किन क्लिक गर्दैन? ओदारमा आयो भने नि त्यो के एउटा हुन्छ कि त्यसको आँखामा चिङ गर्दै हिँड्नुपर्छ, आफै डराएर मर्छ। कस्तो डर। त्यो आँखावाला पछाडि गयो भने त्यो आँखावाला फेरि रिस्पोन हुन्छ। यो डोर मैले चेक नै गर्दैन। म तिमी जस्तो डर पुग्छ कि रस आउँछ भनेर डराउँथे। रसदेखि डराउँदै एउटा कुकी हुन्छ कि त्यसलाई खानुपर्छ कि रस आफै डराएर भाग्न थाल्छ। के हो आमालाई त किलो देखेन नि त। यो ड्र छैन पनि हुन्छ है कहिले। 21 को की नम्बरै अनि 21 काम गर्छु। यहाँ को आउँछ? मलाई एउटा काम गर्नुपर्छ है यार। के गर्नु थियो? ए पछाडि हेर त फेरि। ए उता लिभर पछाडि तिम्रो राम्रो गऱ्यो, मैले यसलाई नै खोजिदिएको देखाउँदै खान्छ। पछाडि यो यसले यसलाई पिउँदाखेरि कि तिम्रो हेल्थ पनि डाउन गर्नु सक्छ। हेल्थ बढाउँछ। यसले तिमीलाई के गर्छ भने यसलाई तिमीलाई रसको अगाडि पिउनुपर्छ है यसले। लिभर भइसक्यो एउटा। अरे के एउटा अझै गर्नु थियो क्या। 22 कति लेखेको छ? 24 ए
गरेको मलाई थाहा भएन कि यो कहाँ हो? मैले जान अब आउँदैछ ठिस गऱ्यो सास कुटन हुन्छ क्या म यस्तै कुरा गर्दैछु मैले देख्दै देखिनँ क्या कस्तो मजा पार्कहरू गर्नुपर्छ कि record by Asif. Now don't waste any time focusing the path as you can. Reach door 35. कति रिच गर्नु छ भने ए यार मैले 15 डोर रिच नै गर्न सकिनँ अहिलेसम्म भिडियो रेकर्ड भइरहेछ भइरहेछ कसले भन्नुभएको छैन ओके गाइस अर्को भिडियोमा फेरि भेट्नु पर्ला